दसैँको दिन रमाइलो भयो हामीलाई सबैजना मेरा छोरा बुहारी नातिना सबै परदेशदेखि भेला भएर मेरो भतिजो छोराहरू पनि आइपुग्यो सबैलाई मेरो देवरहरू पनि आइपुग्यो आज मलाई त बहुत यो साल मलाई खुसी छु अनि दसैँ रमाइलो भयो मलाई रमाइलो भएको छ यसपालि सबैले टिका लाउनु पाउँदा र आगो पनि यस्तै लगाउनु पाऊँ 12 दिनसम्म तर म बाँच्छु कि बाँच्दिनँ भन्ने मलाई यात्रा छैन कति वर्ष पुग्नु भयो अहिले 71 वर्ष पुगे 72 होइन 74 वर्ष होला 9 सालको 9 साल 2009 साल कुन महिना कार्तिकको कति गते आइतबार 10 गतेको कार्तिक 10 गते आइतबार रातको भनेपछि अब लगभग 73 वर्ष पुगेर 74 वर्ष लाग्ने क्रममा हुन्छ अनि अझै अब 15 वर्ष त बाँच्नुहुन्छ बाँचुला भन्ने खै आशा त छ सबैले भन्दैछ अब के गर्नु अनि बाँच्छु कि बाँच्दिनँ भन्ने अब आफूलाई अनुमान छैन रोगले नि डाँडा कटाउँछ जस्तो लाग्छ यो 82 सालको दसैँमा चाहिँ को टिका लाउन आयो त अहिलेसम्म अहिलेसम्म त अब भान्न भन्जर पनि कोही विदेश गएकोले आउनु भएको छैन अहिले त मेरो छोरा सबै परिवार मात्रै टिका लाउन आइपुगेर मलाई एकदम खुसी छु हाम्रो लाउरे भाइ पनि आइपुग्नु भएको छ नि त मेरो भतिजो छोरा भारत र पाकिस्तानको युद्धमा लडेर यस हाम्रो भाइ पनि यता आइपुग्नु भएको छ क्या हाम्रो लाउरे भाइ कति दुःखमा लड्यो अब त्यस्तै हो सरकारको कानुनमा लडेर मेरो छोरा भतिजाहरू पनि आइपुग्यो बाँचेर मलाई त्यहाँ सबै खुसी लाग्छ धन्यवाद